ए पानी खानु। ए साँच्ची तिम्रो त भोलि हो नि माइत जाने? हो त। यति पैसा राख कि आमालाई पनि केही के अरे लुगा फाटोहरू के लिएर जानु। ए भइहाल्छ नि। जहिले जाँदा पनि लानुपर्छ? हुरुरी उडा पैसा जति करोडपति भइस् कि क्या हो? त्यत्रो धेर भएको छ भने बरु मलाई दे। कस्तो कुरा गर्नुभएको आमा? हामी ससुराली गएर आउँदा कति त पठाइदिन्छन् तपाईँलाई बुबालाई, अनि उसलाई चाहिँ खाली हात पठाउनु? सबै ससुरालीले ज्वाइँ चेलालाई दिन्छन्। म चाहिँ सक्दिनँ है आमा त्यसरी छुट्याउन। हेर छोरा, धेरै चुबुरको पर्नु हुँदैन ससुरालीलाई, नभए टाउकोमा टेक्छन्। हेर कुरा सुने कि भित्र आफ्नो काम गर्न छोडेर यी सब नि आमा पौराणिक र नेगेटिभ सोच। बिहा नि दुईटा मान्छेको बिचमा मात्र हुँदैन, दुईटा परिवारको बिचमा हो। बिहा भनेकै दुईटा परिवार एक हुनु जस्तो। धेरै सिकाउनु पर्दैन मलाई, त मतै जान्ने भाइस। मान्छेको बिहे हुँदा कति थोक दिन्छन् छोरीलाई, यसले के लिएर आकी थिए र? जन्माएर हुर्काएर पढाएर ठुली बनाएर एउटी छोरीलाई अर्काको घरमा दिन्छ। आफ्नो कलेजोको टुक्रालाई निकालेर अर्काको घरमा सुम्पिदिन्छ। त्यहाँभन्दा अरू के दिनु आमा? हामीले पनि त आफ्ना दिदीबहिनीलाई बिहा गरेर दिएको छ नि। हाम्रा ज्वाइँ चेलाहरूले पनि त्यसरी नै तपाईँहरूलाई हेला गर्नु नि कस्तो लाग्छ होला सोचिहेर्नु त। बिहा केवल दुईवटा मान्छेको रिलेसन होइन, दुईवटा फ्यामिलीको रिलेसन हो। तर हामी किन बिर्सिन्छौँ यसलाई?